ल हे गाइस यस्तो छ है लोड गाडीहरु त यहाँ नहिँड्ने पनि हुन्छ ल एक नम्बर लाग्यो नि अब त यत्तिका फुट ब्रेकले काम गर्नु छोड्यो है गाइस अब गियरले कन्ट्रोल गर्नु पर्ला जस्तो छ एक नम्बरले आया हो गाठे यस्तो बाटो नहिँडेको पनि धेरै भएको थियो हो गाइस साह्रो पर्दैन रहेछ हो गाइस त्यसका बाजेको ताप्ले जुङको बाटो जस्तो छ हो आयो हो तरिका हो ल हे गाइसहरु अर्ग्यानिक सब्जी अस्ति टिपेको यस्तै है यहाँतिर चिसोमा चाहिँ एकदम राम्रो हुँदो रहेछ हो यहाँको चिसो नि परिहाल्यो गाइस यो बाटो नआउँ भनेको हैन अन्त यस्तो टिप्नु त भराइतिर आउँ ल पहिला मुडा लैजाउँ यस्तो टिप्नु हलक्कै आउँ यो र सिस्नो टिप्नु हलक्कै आउँ पुरा रहेछ नि गाइस यहाँ पनि हमला हान्नुपर्ने रहेछ एक गरन्डा हलेको त छैन होला ल एउटा त यहाँ निस्किँदै रहेछ नि ल है पक्र गाइस र कतिवटा लगेछ नि हो यहाँ एउटा निस्किँदै रहेछ नि यो ठिक हुन्छ सानो रहेछ त्यो छोडिदिनुहोस् आहो देखो गाइस दामी भन्ने अब कहाँ बोक्नु हो चाहिँ जाउँ खै एकछिनलाई आधी मात्रै लैजाउँ यो त छिप्पेको छैन त्यतिका यहाँनिर त दिमाग लाउनुपर्छ के यो कोरियन मुभीमा थियो पिम्पम कुङ फु स्टलमा त्यो दिएको त्यो पिम्पम मिठाई जस्तो शक्तिमान सिस्नु तो खाएगा क्या करेगा लाखे हो नानी बाबै हो लो हे कुआ भेटूं है ऐसे अनोखे जगह में आने के लिए तकदीर में होना पड़ेगा गाइस देखो गाइस कत्रो बरे दुईटा रहेछ नि अब कहाँ भेट्छ त्यो ओहो गाइस इधर भी खजाना मिल गया हम लोगों को गाइस ओहो दिखा दो गाइस को माथि हौ त्यो माथि पनि छ हैन त्यो एउटा यहाँ माथि लाइनै रहेछ नि है माथि हेर्नु कत्रो गरे त्यहाँ झन् आम्मामा कत्रो भएछ अत्रो रहेछ है यहाँ त सिक्कलले बाँधेर ल्याउनुपर्छ नि ओहो गाइस देखो इसके अंदर खजाना है अभी निकालना पड़ेगा गाइस लकड़ी भी है इधर में देखो गाइस जंगल में आने से क्या क्या फायदा होता है देखो गाइस जादू का लकड़ी इधर इसके अंदर देखो ये वाला कितना बड़ा है सानो भाटा त यही छ नि अब यी ऊ माथि त त्यही त ऊ माथि त झन् कहिले कसरी भेट्नु लाइनै रहेछ है हजुर होस् अहिले लैजाउँ ल यहीँ राखिराखौँ यो होस्